वेलकम छ मिनी ब्लगमा एलिना दिदी कस्तो राम्रो आएको है एलिना हुँदै ल हेर कति ल हिँड्न हाइकिङ के अरे कुन ठाउँ रे यो कुन ठाउँ रे दिदी कुन ठाउँ रे यो जामाचोक यता हेर्नु हेर्न दिदी ब्लगमा के भन्न चाहनुहुन्छ म जान्न होला तपाईँ के भन्न चाहनुहुन्छ र वा हेर्न यसलाई दिदी गले ल भन्नु कस्तो राम्रो राख्ने कहाँ जान्न होला बेलुका जान्छ नि यो ब्लग केही भन्न चाहनुहुन्छ ब्लगमा गाह्रो भएछ रमाइलो भइरहेछ होइन अनि हजुर के भन्न चाहनुहुन्छ थकित ल चाइनिज जस्तो देखिनु भएको छ ल वेलकम जानु होला अरू कहाँ पुगिसक्यो थाहा छैन हामी चारवटी चाहिँ गफ मार्दै हिँड्दै गर्मी भयो गाइस पुगिसक्यो मान्छेहरू सिमरन गिरी अफिसियली अहिले हेर्नु होला चेकआउट आदि कहाँ हो देखिँदैन नि त वहाँ पुगिसक्यो गाइस कहाँ हामी त तल्लै छौँ जाँदै गर्नु ल साह्रो पर्यो ल छिटाउनु ल मजा आहा लौरी टेक्दै छिटो आउनु छिटो ल को फास्ट आउँछ सबलाई गर्मी भएछ भन्नु न हौ केही ल थाक्नु भयो थाकेँ म त यसलाई दिदी क्या लिएर आने ज्याकेट खोलेर झन् होला के अरे ज्याकेट खोलेर हिँड्नु गर्नु भयो सब थाकेर हैरान मेन कुरो त यो दिदी थाक्नु भएछ ब्लग हेर्नु चाहने मान्छे होला हेर्नु भाइरल काली के भन्न चाहनुहुन्छ रोक्नु काले हेलो गाइस थकै लाए म उडेर जानु होला पखेटा जोडेर के सेभ हुन्छ कि त्यो भिडियो कहिले पो पुग्ने हो गर्मी भयो ब्लगमा त बोल्दै बनाउँछन् होइन के बोल्ने होला बोल्नु त केही सास फुल्यो सास फुल्यो कहिले म जान्न होला भन्नु न 15 मिनट हो नि के भयो तपाईलाई
मलाई जानै मन छैन म जान्न होला के भयो तपाईँलाई सुन्नु थकित मान्छे हेर्नु होला गाइस यहाँको नाम पनि मेन्सन गर्नु होला लु हेर्नु थाकेर बस्नु छ बिचारा यत्रो तलदेखि आएर लु तपाईँलाई चाहिँ के भयो एकदम धेरै गाह्रो भइरहेछ म जान्न होला म जान्न अब 15 मिनट मात्रै छ 15 मिनट घरबाट हिँड्ने बेला नि 15 मिनट आधी बाटो आइपुग्दा नि 15 मिनट राम्रो छ एकदम राम्रो छ त आफ्नो न माथि डाँडामा पुगेर आउनुपर्छ गाइजहरू होइन यो डाँडामा एक्सक्युज मी ओह माय गॉड कस्तो ह्यान्डसम मान्छेहरू फर्क्यो तर बारे रहेछ नि जम न माया जम साथीहरू आउनुहोस्